तिमीले मलाई जुन शब्दले बोलाउँथ्यौ, जुन नाम दिएर बोलाउँथ्यौ, आज त्यो नाम त्यो शब्द अरू कसैलाई दिँदैछौ क्या, होइन? तिम्रो लाइफमा म थिएँ त्यति बेला मलाई मायाले एउटा नाम दिन्थ्यो। आज म तिम्रो लाइफमा नफरत भएँ, होइन? तिम्रो मन भरियो, तिम्रो लाइफमा कोही मान्छे आयो, फेरि त्यही नाम त्यही शब्द फेरि अर्कामा छाड्यो। त्यो पनि जिन्दगी हो। एउटा सल्लाह एउटा सुझाव के दिन चाहन्छु भने तिमी कसैको एकजनाको भएर मात्रै जिन्दगी जिएर हिँड क्या, धेरैको होइन। जिन्दगीमा जिन्दगी लुट्यो, जिन्दगी च्यातिन थाल्यो भने कति बेला कहाँ पुग्छ थाहा हुन्न। त्यही भएर तिमी एकजनाको भएर मात्रै हिँड्ने गर। धेरैको भयो भने जीवन दुःख भएछ।